बुढी के गर्दै हो? मेरो बुढी पढाउँदै रहेछन्। ल साथीहरू, मैले चाहिँ लिएँ सुँगुरको मासु र भात यति धेरै। आज अस्तिको शुक्रबार त हामीले मासु खाएको थिएनौँ। यस्तो सेतो सेतो बोसो खानु चाहिँ यस्तो मजा हो। यहाँ चाहिँ हामीले एकजना काम गर्ने राखेको छौँ यो सरसफाइमा। पदम सर, तपाईँ गेम खेल्नको लागि गाउँबाट तुफान आउनु भएको होइन? गाउँदेखि आएको पानी पर्यो, लाइन गएर खत्तम भयो। तर पानी आएर पुरै यस्तो हेल्मेट लगाएर देखिरहेको छु म चाहिँ। गुड मर्निङ साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सन्चै हुन्छ, म पनि सन्चै छु। आज फ्राइडे छुट्टीको दिन भयो भने म चाहिँ पसल आएर पसल अगाडि बसिरहेको छु, किनभने त्यहाँनिर एउटा सोकेस चेन्ज गर्नु भनेको साथीहरू। हाम्रो सोकेस चाहिँ फाइनल्ली यस्तो खाले बनेको छ होइन। यो सोकेस चाहिँ चेन्ज गर्ने काकाहरू बिहानै आउनुभएको छ। आज बिहानै नआउनु भएको भए चाहिँ घरमै हुन्थेँ, म घरमै भिडियो बनाउँदै बस्थेँ होइन। आज चाहिँ पसल आउनु पर्ने भयो, यसकै कारणले। साथीहरू आज कहीँ पनि गइदिएन सायद, मलाई जहाँसम्म लाग्छ। आज मेरो यो दिउँसोभरि यही भित्र भएको सामानहरू टकटुक्क मिलाउने काम मात्रै गर्छु होला सायद। अनि तपाईँहरू कस्तो हुनुहुन्छ? आराम हुनुहुन्छ होला होइन साथीहरू? आराम रहनु होला, सुख रहनु होला। अनि हजुर, हाम्रो भिडियोमा नयाँ हुनुहुन्छ नि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब पनि गर्नु होला। अनि हजुरलाई मन पर्ने लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला है त। साथीहरू पसलमा त यस्तोरै काट्नुपर्ने भयो क्या। यो सोकेस नमिलेर ठाउँै बाङ्गो भएको छ कि, बाङ्गो भएपछि त काट्नै पऱ्यो। कस्तो अप्ठ्यारो भइरहेछ। साथीहरू अब चाहिँ आइपुगेँ म घरमा। माथिको त्यो सोकेस राखेर, सोकेस पनि राम्रो भएन। बुढी के गर्दै हो? मेरो बुढी पढाउँदै रहेछन्। अनि यो गार्डनको माली नै मेरो बुढी हो होइन। मैले चाहिँ सोकेस राखेँ कि बुढी, तर राम्रो नै भएन यार, कस्तो नराम्रो भयो। लास्टै नराम्रो भयो। एकचोटि माथि उठेर भनिदिइहाल न। माथि हेर्नु पर्यो पहिला कस्तो बनाउने भन्ने, सोच्नु पर्यो, सोध्नु पर्यो। यस बुढीसँग सल्लाह गर्नु पर्यो। यस सल्लाह छैन, मेन यस। ल साथीहरू, मैले अब यति नै गाली खानु पनि त खाइसकेँ होइन। अनि सोकेस चाहिँ राम्रो भएन। अब फाइनल्ली लुक्स भरे म तपाईँहरूलाई देखाउने नै छु। मेरो पुन्टे छ यहाँनिर। मेरो पुन्टेलाई आज हल्का घाम लागेको छ र छोडेको, यहाँ उफ्रिनु खोज्दैछ। मेरो पुन्टे उफ्रिनु खोज्दैछ। मेरो पुन्ट्यो, आज तिम्रो त्यो लट्टा परेको कपाल चाहिँ जम्मै काटी गरिदिन्छु साथीहरू। अनि मेरो बुढीले रोपेको यहाँनिर फुल अस्तिको हप्ता त म फुल देखाउँदिनँ भन्दै थिएँ त। आज मैले देखेँ। आज मैले किचनमा काम पनि गरिनँ। बुढीले के बनाएको छिन् थाहा छैन। पुन्टे यहाँ छ, ओइ डाइरेक्ट किचनमा छिर्छ त। ओइ तेरो त्यस्तो छ साथीहरू। अब खाना खाने हो, खाना भेटौँ अब एकछिनमा। बुढीले सबै सरसफाइ गरिसकेछिन् आज चाहिँ। मलाई त माथि बस्दा निन्द्रा लागेर नि बुढी, यस्तो निन्द्रा लागेर थियो साथीहरू। हेरिदिनुहोस् त, यस्तो बबाल तरिकाले फुलेको छ हाम्रो मेरो बुढीले रोपेको गुलाबको फुल। यस्तो यसपाल दामी फुलेछ हौ बुढी है। बुढी चाहिँ त्यहाँनिर सरसफाइ गर्दैछिन् है साथीहरू। यस्तो दामी फुलेछ यो गुलाब। एउटा मात्रै तर क्या, एउटा मात्रै दामी फुलेछ। एउटा मात्रै बोट भनेको क्या। अब यो सबै फुल हो भने त अरू कोपिला पनि लागेको रहेछ टन्नै। त्यो जम्मै फुल हो भने त क्या दामी हुने रहेछ क्या अझै। अनि साथीहरू यहाँनिर एउटा डान्सिङ डल यस्तो बबाल फुल्नलाई रेडी भइरहेछ। यो पनि राम्रो हुँदो रहेछ। राम्रो हुँदैन, राम्रो हुँदो रहेछ क्या। राम्रो मात्रै होइन, राम्रो हुँदो रहेछ साथीहरू, यस्तो बबाल। अनि यो सबै बुढीले रोपेको है साथीहरू। मैले रोपेको त म त भन्नै सक्दिनँ नि, आँटै छैन। यो सबै बुढीले रोपेको। मैले रोपेको भने त फेरि अलिक सुहाउँदैन पनि त। यहाँनिर यो बेगन बेली यतापट्टिको मैले अघि त्यहाँनिर फुलेको देखाएँ। त्यहाँनिर ठुल्ठुलो फुल्ने डान्सिङ डल रहेछ। अनि उता बेगन बेलीको टुप्पा पनि काट्ने बेला भएछ बुढी, किटलिक बनाएर। अनि यहाँनिर फुलेको यो अस्ति मैले तपाईँलाई देखाएकै थिएँ। यो यस्तो दामी फुलेको छ यो पनि। यो खोइ यसको नाम त खोइ के हो थाहा भएन, तर अस्ति बिर्सेँ कि। सेतो फुलेछ त बुढी। वाउ, हेरिदिनु त साथीहरू, सेतोमा पिङ्क मिसिएको जे होस् त्यही हो, त्यसको नाम त्यही हो अरे कि।
यो धुपीलाई यसले मार्न आँटिसकेछ भुइँमा। पेलरगुनियम भन्छ। ए पेलरगुनियम, यस पेलरगुनियम। किराहरूले खाएर सक्नु आँट्यो। पेलरगुनियम यति धेरै फुलेर टन्नै। अनि यो हेरिदिनु त साथीहरू, आम्मामा यो जेरिनियम कुनै कुनै चाहिँ क्या बबाल फुलेको क्या। यसको यो जुन उ छ नि कस्तो दामी क्या, कलरहरू, यसको डिजाइनहरू यस्तो सोलिड सोलिड डिजाइनको छ। अनि यहाँनिर सधैँ देखाउने यो प्लान्ट मर्नु आँटेछ फुलेर पनि, सोलिड सोलिड टाइपको छ प्लान्ट पनि। साथीहरू यतापट्टि हाम्रो के भएको छ, मैले यतापट्टि नगएको धेरै भएर छ क्या। ओहो यहाँनिर पनि छ पेलरगुनियम। यो एरिया चाहिँ जेरिनियम एउटै कलरको कति धेरै फुलेको रहेछ यहाँनिर। यो तल तल तलसम्मको चाहिँ फुलेको छैन र म त्यहाँसम्म पुगिनँ क्या, अल्छी लाग्यो त्यहाँसम्म, त्यहाँ नै अल्छी लाग्यो। खोइ हेर वाउ कस्तो दामी होइन क्याक्टस। ओहो क्याक्टस सबै लुकेको छ नि, तर यो धेरै प्लान्टहरू भएर क्या भित्रभित्र लुकेको छ। क्याक्टस पनि फुल्दो रहेछ साथीहरू यति मजाले। अम्बो हेर्दिनु त यस्तो दामी फुल्दो रहेछ नि क्याक्टस। एकचोटि फुल्छ होइन। मैले अस्ति डङ्की टेल पनि देखाएको थिएँ। डङ्की टेल यस्तरी फुल्नुलाई रेडी भइरहेछ डङ्की टेल पनि। साथीहरू म यता माथिको मेरो बुढीले रोपेको यहाँ माथि पनि छ है साथीहरू। जेरिनियम यति धेरै छ। जेरिनियम मेरो लागि चाहिँ धेरै हो, किनभने अब तपाईँको म त एउटा पनि फुल रोप्नु सक्दिनँ नि त, त्यही भएर क्या। ओहो यहाँको अस्तिको राम्रो खाले त टोटल्ली सिद्धिएछ क्या। यो माथिको स्नेक यो स्पाइडर पनि पो फुल्दो रहेछ। पुण्डे भित्र बाहिर होइन, भित्र जाउँ। एउटा हड्डी बोकेर भित्र र बाहिर कुद्दैछ पुण्टे चाहिँ। पुण्टेको घर यहाँनिर छ। मेरो राजा चाहिँ यहाँनिर यस्तो भएर छ। अस्तिको हप्ता हामी बाहिर जाँदा लडेको पनि थियौँ, यस्तो मस्त लड्यौँ होइन बुढी र म। यसमै लडेको। अनि उतापट्टि यहाँनिर अलिकति क्र्यास गार्डमा स्क्र्याच भएको छ। यो चाहिँ नराम्रो भइरहेको छ यति स्क्र्याच भएर चाहिँ। अन्त चाहिँ खासै केही पनि भएन। आज बाइक धुनु चाहिँ राजालाई धुनु जाउँ भनेको, खै भएन यार। आज सबै ग्यारेज बन्द गर्न थाल्दैछन् साथीहरूले। ताप्लेजुङमा शुक्रबार अरू पसल बन्द भयो जस्तै अप्ठ्यारो बनायो क्या। अरू बार बन्द गर्नु पर्थ्यो, शुक्रबारै बन्द गर्दा चाहिँ झ्याउ भयो क्या। आज छुट्टी हुन्थ्यो हाम्रो चाहिँ, यसो गर्नु पाइन्थ्यो, बाइकहरू धुन पाइन्थ्यो। यो प्लान्ट पनि नयाँ प्लान्ट आएको रहेछ। यो अस्ति पनि देखाएको थिएँ होला सायद मैले। नयाँ प्लान्ट त होइन पुरानै होला। यो त माथिबाट यता आएपछि त पहेँलो हुँदै गयो त। अस्ति माथि त हरियो न हरियो थियो, यता आएपछि चाहिँ पहेँलो भयो। बुढीको गर्मीले बिजोक। यहाँ चाहिँ साथीहरू तराई जत्तिकै छ है। घाम लागेर यस्तो घाम लागिरहेछ, यस्तो मस्त घाम। यो फाइनल्ली लुक्स चाहिँ यस्तो बवाल हुँदो रहेछ क्या। यो चाहिँ यहाँको फाइनल्ली लुक्स चाहिँ नि। के छ जालो हालेछ? खाना खाऊँ अनि खाना खाएर जालो झार्नु न त ल। अब साथीहरू फाइनल्ली खाना खाँदा भेटौँ ल। साथीहरू मैले चाहिँ लिएँ सुँगुरको मासु र भात यति धेरै। आज अस्तिको शुक्रबार त हामीले मासु खाएको थिएनौँ। अस्तिको शुक्रबार चाहिँ बौद्ध जयन्ती परेको थियो होइन, बुद्ध जयन्ती। अनि मासुहरू केही पनि खाएको थिएन। आज चाहिँ मैले ल्याएँ सुँगुरको मासु। अनि यति धेरै छ। एक थाल सुँगुरको मासु पस्के बाफुडिरहेको छ साथीहरू। अनि खाना पनि त्यति नै पस्केको छु। यो चाहिँ सबै मेरो बुढीले बनाएको। आज म चाहिँ भ्याइनँ। अघि तपाईँले देखिहाल्नुभयो म पसल गएको थिएँ त्यही सोकेस मिलाउनुको लागि। भने जस्तो सोकेस पनि भएन साथीहरू। अब खाने हो खाना। अनि त्यसपछि फेरि जानुपर्ने छ हौ म त माथि नै। बुढी खाउँ खाना। आज हाम्रो सब्जी चाहिँ केही पनि छैन। त्यहाँनिर दाल छ अनि यहाँनिर एउटा काँक्रा छ। काँक्रा कडम खाने हो। यहाँनिर दही पनि राखेको छु मैले। भरे खाना खाइसकेपछि अलिकति दही खाने भनेर। अनि यहाँनिर खाना चाहिँ यति धेरै भएछ नि। मैले त धेरै यत्रो धेरै मलाई नै पस्किदिएको खाना के कसलाई हो। अनि सुँगुरको मासु मलाई यत्रो धेरै पस्किदिएको हो भनेर म भन्दिनँ। कति छिटो थालेको हो। मलाई त भोक लागेको छैन के भएर आज। ल साथीहरू सुरु गरेँ ल चिसै। यस्तो सेतो बोसो खानु जस्तो मलाई
यो खानेपट्टिले काँक्रा यो म खान्छु ल सानो ठुलो खबुरे मिठो भएछ हामीले चाहिँ सबै काम सक्नु आँट्यौँ अब यो सोकेसलाई चाहिँ खोलेर राख्ने जस्ताको तस्तै होइन हामीले यतापट्टि नयाँ सोकेस इन्स्टल गऱ्यौँ अहिलेको सोकेस म त सुत्ता निन्द्रा लागेर यार आज त तपाईँ हराएर नि मेन चाहिँ यस्तो सास्तो निराछ कि साथीहरू यहाँनिर यो पुरै सटर बन्द भएर ज्याकेट लगाएर गर्मी भएर है म त यहाँनिर चियरमा बसेर निराएछु यतापट्टिको योमा ठोकिन मात्रै भीमजे त थ्याट ल अब गेम खेल्न जाने एकछिनमा चाहिँ साथीहरू हामी आइपुग्यौँ हल पुरै खाली छ कोही पनि हुन्न यहाँ हाम्रो लोकेश साउजीलाई फोन गरेको साउजीले फोनै उठाउनुहुन्न पदम भ्लग्स हाम्रो पदम सरलाई पनि फोन गरेको छु आउने कतिखेर हो बाहिरमा आएको छु बिहानसँगै जाउँ भनेको पर्खिँदै नपर्खेर नि ल साथीहरू अब एकछिनमा यहाँ गेम खेल्ने हो अब साथीहरू आइपुगेपछि अहिले हामी हान्दै गरौँ है साथीहरू भोगेले यस्तो हानो होइन यस्तो कुनै खाएको छ यस्तो अन्धकार भयो वरिपरि चाहिँ पानी आएर ध्वस्त छ पदम सर तपाईँ गेम खेल्नको लागि गाउँबाट तुफान आउनुभएको होइन गाउँदेखि आएको पानी पर्यो लाइन गएर खत्तम भयो केही भन्नु छ लाइनलाई केही भन्नु छ अब लाइनलाई पानी परिरहेको छ अब के भन्नु यहाँ हामीले चाहिँ एकजना काम गर्ने राखेको छौँ होइन यहाँ चाहिँ हामीले एकजना काम गर्ने राखेको छौँ यो सरसफाइमा कर्मचारी कत्रो ठुलो आवाज आएको म साथीहरू हेर्छु नि त पानी बाहिर ओ हेलो काम गर्ने साहब अलिक राम्रो गरौँ न साथीहरू तपाईँमा पानी परेर यस्तो छ अनि यतापट्टि हाम्रो साथीहरू गेम खेल्न आएको मेरो राजुभाइ हेरै भयो यतापट्टि हाम्रो राजु भन्देऊ न नाम के हो भन्देऊ न यतापट्टि हाम्रो ओखरे सब्जी त्यहाँनिर हाम्रो पदम सर पुरै चस्मा टोपी लाएर रेडी तर पानी आएर पुरै यस्तो हेल्मेट लगाएर देखिरहेको छु म चाहिँ चिसो भएर यस्तो बाक्लो पानी आइरहेछ नि यो टोलमा नाम्बरकार्ड गर्ने चाहिँ घोगे हो होइन हेरिदिनु त साथीहरू नाक पनि घोगा जत्रै छ मुखीको घोगा जत्रै घोगे लागि मैले एउटा आइफोन झन्डै बेचिदिएको 15 प्रो म्याक्स 70,000मा राजु किन्थ्यो होला है ओखर साउजी किन नि साथीहरू म चाहिँ छोरोलाई एक गेम खेलिसकेर छोरोलाई लिन आँखा शिविर गएँ आज छोरोको चाहिँ स्कुल भन्दामै आँखा शिविरमा भलिन्टियर काम गर्थ्यो त्यो छोरो चाहिँ अनि यति धेरै पानीले कुट्यो नि साथीहरू आम्मामा यो टोटल्ली बाइकमा त यही चाहिँ प्रब्लम छ क्या यति धेरै पानीले कुट्यो थाहा नै छैन टोटल्ली सबै भिजो लुगाहरू पनि आएर टोटल्ली ड्रेस चेन्ज गरेँ यहाँ बाहिरपट्टि हेरिदिनु न यस्तो मौसम अनि यति धेरै पानी छ नि पानी आएको छ गडाङगुडुङ पनि गर्दैछ साथीहरू यस्तो पारी देखिने अनि अहिले त सबै ठप्प छ ल केही देखिँदैन सबै ठप्प अनि यति धेरै पानी आएको छ बाहिर पानीले गर्दाखेरि चिसो हता देख्छ अनि आज अघि तपाईँहरूले पनि देखिहाल्नु म दिउँसोभरि पसलमै सुतेर बसेँ आज त्यही एउटा सोकेस राख्नुको लागि नै यत्रो धेरै समय बित्यो होइन अनि गेम गरेर खेल्यो साथीहरूसँग एकछिन अघि तपाईँहरूले देखिहाल्नु गेम पनि लाइन थिएन अघि चाहिँ अहिले चाहिँ आएछ मलाई लाइन पनि अघि लाइन छैन आएको थिएन लाइन नभएर गेम पनि खेला भने आज त्यस्तो राम्रो पसिना निकाल्नु पनि पाइएन साथीहरू आजको मेरो दिन चाहिँ दिउँसोभरि यस्तै गरेर बित्यो होइन हजुरको कसरी बित्यो कमेन्ट गर्नु होला अनि हजुर यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब पनि गरिदिनु होला अनि हजुरलाई चाहिँ यदि हाम्रो भिडियो मन पर्ने लाइक एन्ड सेयर पनि गरिदिनु होला है त अनि नेक्स्ट भिडियोमा भेटौँला फेरि नेक्स्ट विक आउनेछु छोटो भिडियो लिएर हजुरलाई हेर्न त मन पर्दैन किनभने मैले त्यस्तो इन्ट्रेस्टिङ कन्टेन्ट चाहिँ केही पनि बनाउँदिनँ होइन
किनभने बाहिर निस्किन पनि पाउँदैन नि त दिउँसोभरि। अब अरू बार त दिउँसोभरि पसलमै हुन्छु, व्यस्त भइहालिन्छ, त्यस्तो कन्टेन्ट केही पनि हुँदैन। बाहिर कडाइ मुडुङ अत्याधिक धेरै गर्दैछ साथीहरू। आजलाई यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा है त।